हामीले धेरै वर्षदेखि प्रभुमा विश्वास गरेका छौँ अनि हामी सुसमाचार प्रचार गर्छौँ, मण्डलीहरू स्थापना गर्छौँ र प्रभुको सेवा गर्न सबै कुरा त्याग्छौँ। तर जतिसुकै यात्रा गरे पनि वा जतिसुकै कष्ट भोगे पनि हामी पापको बन्धनबाट मुक्त हुन सकेका छैनौँ। हामी अहङ्कारी, आत्मधर्मी, ईर्ष्यालु र बेइमान नै रहन्छौँ। हामी बारम्बार आफ्ना पापहरू स्वीकार गर्छौँ र फेरि फेरि पाप गरिरहन्छौँ। हामी आफूले मुक्ति पाएका भन्छौँ, तर दिनदिनै पापमा जिउने हो भने के हामी स्वर्गको राज्यको योग्य छौँ र? प्रभु येशूले भन्नुभयो, मलाई प्रभु प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्ने छैन, तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्वीकार्नेलाई न्याय गर्ने एकजना हुनुहुन्छ। मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ। पहिलो पत्रुस 4:17 किनभने परमेश्वरको घरानाबाट न्याय सुरु हुने समय आएको छ। आखिरी दिनहरूमा प्रभु मानव जातिको न्याय गर्न र तिनीहरूलाई शुद्ध गर्नका निम्ति सत्यता व्यक्त गर्न फर्कनु भएको छ। के तपाईले परमेश्वरको न्याय अनुभव गर्नुभएको छ?